बोगटान फुच्चेल गाउँपालिका वडा नम्बर 4 मा रहेको सानो तर निकै सुन्दर गाउँको नाम हो कान्तोला। सुदूरपश्चिम प्रदेश अन्तर्गत डोटी जिल्लामा अवस्थित यो रमणीय पहाडी गाउँ हो। यो गाउँमा 15-20 घरधुरी मात्रै बसोबास गर्ने गर्छन्। विष्टहरूको बाहुल्यता बढी भएको यो गाउँमा 2-4 घर बिक र 2-3 घर नेपाली परिवारका रहेका छन्। प्राकृतिक सौन्दर्य, हरियाली डाँडा, खोला नाला र स्वच्छ वातावरणले यो क्षेत्र अत्यन्त आकर्षक र राम्रो छ। यहाँको हावापानी न त धेरै तातो न त धेरै चिसो खालको छ, जसले कृषि र जनजीवनलाई अनुकूल बनाएको छ। यस गाउँको मुख्य पेशा कृषि हो। धान, मकै, गहुँ, कोदो, आलु, प्याज तथा मौसमी तरकारी यहाँका प्रमुख बाली हुन्। पशुपालन पनि आम्दानीको महत्त्वपूर्ण स्रोत हो। यसरी यो गाउँ प्राकृतिक, सांस्कृतिक र सामाजिक रूपमा महत्त्वपूर्ण क्षेत्रका रूपमा परिचित छ।